हाई एभ्रिवान, नमस्ते। हजुर सबैजनालाई धेरै धेरै स्वागत छ आजको मेरो यो कुकिङ मिनी ब्लगमा। आज चाहिँ म धेरै लामो समय पछाडि भिडियो पोस्ट गर्दैछु, कारणवश मैले भिडियो पोस्ट गर्न सकेकी थिइनँ। मेरो मोबाइलमा थोरै प्रब्लम आएको थियो, त्यो भएर मैले हजुरलाई लामो समयसम्म भिडियो पोस्ट गर्न सकिनँ। अब चाहिँ मैले हजुरलाई कन्टिन्यू भिडियो फेरि पनि पोस्ट गर्नेछु। अब चाहिँ लागौ है करेलाको तरकारी बनाउनतिर। आज चाहिँ मैले करेला र आलुको तरकारी पकाउँदैछु। करेला यसरी चप गरेँ अनि मैले आलुलाई चाहिँ यो सेपमा चप गरेँ। एकदमै यो नयाँ आलु, बुस्मेको आलु हो। यो चाहिँ स्पेसल मिठो हुन्छ यो आलु। मलाई चाहिँ प्रेसर लो हुन्छ क्या, त्यो भएर म धेरै खाँदिनँ। आज चाहिँ बेलुका खाँदैछु, चट्ट खाने चट्ट सुत्ने भनेर चाहिँ अब पकाउनतिर लागेँ। कराई बसालेको छु अनि मैले कराईमा यति तेल हालिसकेँ। सबै तेल चाहिँ म युज गर्दिनँ, यो चाहिँ फ्राई गर्नको लागि हो। करेला र आलुलाई फ्राई गर्नको लागि अलिकति बेसी नै राखेँ। राम्रोसँग फ्राई हुँदैन, फ्राई भएन भने चाहिँ करेला तितो हुन्छ। त्यति बेला मैले चाहिँ मेथी दाना पड्काएँ। तेल तातेको चाहिँ मेरो ब्राउन भइसक्यो मेथी। आज मेरो तेल तातिसक्यो अनि चाहिँ यो तेलमा मैले सुरुमा आलु हालेँ फ्राई गर्नलाई। आलुलाई चाहिँ मैले ठुलो ठुलो गरेर चप गरेको छु। यसरी मिक्स गरेको आलु एकदमै मिठो हुन्छ। अब सानो आलु छ भने चाहिँ 2 पिस मात्रै पार्दा नि हुन्छ। चाहिँ मैले 4 कति दिएको छु। यो अलि लाम्चो खालको आलु छ नि त, गोलो छ यतिकै। अब यसलाई चाहिँ गोल्डन ब्राउन हुँदासम्म फ्राई गर्नुपर्छ। मेरो आलु चाहिँ यतिकै फ्राई भइसकेको छ। अब यो पछि पनि पाक्दा हल्का पाक्नुपर्छ, त्यो भएर यतिकै फ्राई भयो भने हुन्छ। मैले बेसा चाहिँ अहिले हाल्दिनँ। अब चाहिँ मैले बाँकी रहेको तेलमा करेलाहरू पनि राख्ने। मैले चाहिँ यस्तो पटक हालेको बेलुकी ओभर भइसकेको थियो पकाउनु। नत्र भनेदेखि तपाईँले थोरै हाल्दै करेलालाई एकदमै डिप फ्राई गर्न सक्नुहुन्छ। यति थियो, त्यो भएर यस्तो पटकमै हालिदिएँ। यसलाई चाहिँ गोल्डन ब्राउन भएसम्म मजाले फ्राई गर्नुपर्छ। यो चाहिँ मेरो फ्राई हुँदैछ। फाइनली अब मेरो करेला पनि फ्राई भइसकेको छ, एकदम ब्राउन भइसकेको छ। हेर्न सक्नुहुन्छ है। त्यो जतिको आफूलाई ब्राउन खान मन त्यतिकै बनाउने, क्रन्ची खान मन छ त्यो अनुसार बनाउने हो। यतिकै हाल्दा चाहिँ हुन्छ। यसरी गराएर पकाएर खानुभयो भने चाहिँ करेला तितो हुँदैन। एकदमै प्रेसर लो हुनेको लागि पनि बेस्ट हुन्छ। कहिलेकाहीँ खाँदा 1-2 छाक, धेरै चाहिँ खान मिलेन। मैले चाहिँ यता प्याज, खुर्सानी, हरियो खुर्सानी, यता लसुन पनि राखिसकेँ। करेलामा चाहिँ मैले धेरै तेल राखेको छु। आउनु के डराउनु भएको, के पड्किँदैन हो। अरे साथी, मेरो बुढा चाहिँ तेलमा खुर्सानी हाल्यो, यो पड्किन्छ भनेर डरले पर राख्नुभएको छ। मसला पिन्नु पर्यो। मेरो आलु पनि यसरी डिप फ्राई भएको छ, नजिकबाट हेर्न सक्नुहुन्छ। करेला पनि एकपटक यस्तो बनाएर खानु, ट्राई गर्नु। एकदमै करेला तितो हुँदैन, मिठो हुन्छ। अब चाहिँ मेरो यो प्याज लसुन पनि गोल्डन ब्राउन भइसकेको छ। यतिको बेसार राखेँ, बेसार राखेँ मैले। यतिको ब्राउन भइसक्यो। यसमा चाहिँ मैले अब टमाटर हाल्छु। टमाटर क्या साथीहरू,
मजाले टमाटरले पहिला मजाले पकाउनु। अब चाहिँ मैले यसमा नुन पनि राखेँ। नुन चाहिँ तपाईँले आफ्नो स्वादअनुसार राख्नु सक्नुहुन्छ। मैले चाहिँ यति नै राख्छु। अब चाहिँ मैले यसमा टक्क पारेर चिनेको जिरा धनियाँ राखेँ। जबसम्म यसको ग्रेभी हुन्छ अब अनि यो पाकेर चाहिँ एकदमै तेल र मसला छुटिनुपर्छ। तब मात्रै यसको यो पेस्टमा एकदमै मिठो फ्लेभरमा आउँछ क्या तपाईँको। यसरी पाक्दैछ यहाँ चाहिँ तेल र यो मसला यसरी छुटिँदैछ यो। अब चाहिँ मसला यतिको पाकिसक्यो। यतिको तेल छोड्यो भने यो रेडी भइसक्यो। हालेर यसलाई मजासँग चलाउनु। फाइनली अब चाहिँ मेरो तरकारी पाकेर रेडी भइसक्यो। पहिले नै बिस्कुट पाकेको भएर धेरै फ्राई गर्न सक्दैन भने त पाकेर रेडी देखाउनु खाँदैथिएको छ है। तपाईँहरू पनि एकपल्ट यसरी ट्राई गर्नुहोस्, एकदमै मिठो हुन्छ। आजको मेरो यो कुकिङ ब्लग हजुरलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु। यदि हजुरहरूलाई यसरी पकाएको करेलाको रेसिपी मन पर्यो भने एकपटक हजुरहरू पनि ट्राई गर्नु। यतिन्जेलसम्म मेरो भिडियो हेरेर साथ दिनुभयो हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद। यदि मेरो भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब पनि गरिदिनुहोस्।